निकै बढेपछि चाहिँ त्यहाँदेखि म साथीहरू खोज्दै माथि गएँ है। भएर साथी त बिजी भएर सपिङ गरिरहेको रहेछ, धेरै सपिङ गरेछ। अनि नानी पनि बिजोग भएछ, थाकेर है हरेस भएर बसिरहेको रहेछ। अनि चाहिँ केही खाऊँ भनेर चाहिँ हामी माथि लन्च गर्नु गयो। अनि लन्चमा पहिला त हामी कफीहरू खायो, नानीहरूले पनि जुसहरू खाने भनेर है। त्यसपछि चाहिँ हाम्रो गफ स्टार्ट भयो है। धेरै साल बाद भेटेको हामी दुईजना, अनि गफ चाहिँ धेरै लामो भयो है। अब हामी कलेज फ्रेन्डहरू हो। त्यहाँदेखि हाम्रो लन्च पनि आयो, अनि हामी फेरि गफ गर्दै लन्च खायौँ। अनि लन्च एकदमै मिठो राम्रो थियो है। यो चाहिँ कफी सप बेगासरको मलमा। त्यसपछि हाम्रो टेबलको साइडको कसैको बर्थडे रहेछ है। नानीले चाहिँ उठेर बर्थडे विस गर्यो नि त, अनि नानीलाई उनीहरूले केक पनि दियो है। नानीहरू यस्तै हुन्छ। त्यसपछि बाहिर गएपछि फेरि नानीहरू मल आएपछि त त्यही गेम्सहरू खेल्ने गर्छ। अनि यसरी नै आजको हाम्रो दिन पनि बित्यो। अनि थ्याङ्क यू फर वाचिङ, बाई बाई, टेक केयर।